म त अहिले कक्षा कोठाभित्र हुनुपर्ने थियो, तर अहिले म लामखुट्टेले भरिएको झाडीको छेउमा बसेर रहस्य लुकाइरहेको छु। आज गृह कार्य मात्रै होइन, अरू धेरै कुरा पनि छुट्दैछन्। थाहा छैन यी केटाकेटीहरू आफ्ना प्रेमी प्रेमिकालाई भेट्न किन स्कुल ड्रेसमा मलाई लिएर आउँछन्। आमा बुबाले खाइ नखाइ किनिदिएको ब्याग यिनीहरूलाई गाँजा, चुरोट र परिवार नियोजनका साधन बोक्ने राम्रो उपाय भएको छु म। किताब लिएर स्कुल जानुपर्ने म यी केटाकेटीहरूको लत र काम वासना पूरा गर्ने साधन बोकेर झाडीमा बस्न बाध्य छु। बिहानै स्कुल ड्रेसमा हिँडेका केटाकेटी दिनभरि यही बस्छन् अनि स्कुल छुट्टी हुने समयमा घरतिर हिँड्छन्। कसैले थाहा पाउँदैनन् यिनीहरू कहाँ थिए भनेर। तर सत्यता त मलाई मात्र थाहा छ। प्लिज म जस्तै अरू ब्यागहरूलाई यो भिडियो सेयर गरिदिनुहोला। धन्यवाद। अनि लाइक, सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोला है।